पहिले माओवादी र राजसभा मिलेर सरकार बनाउँदाखेरि रवि लामिछानेलाई करिब 2 महिना बोल्न दिएनन्। र रवि लामिछानेलाई बोल्नको लागि बोल्न दिनुपर्छ भन्ने कुराहरू पहिलादेखि आइपुगि रहेको छ र उहाँले माग गर्नुभएको छ। त्यसले गर्दाखेरि म उहाँलाई रवि लामिछानेज्यूलाई बोल्नको लागि समय दिन्छु। नेकपा एमाले र नेपाली काङ्ग्रेस भएर अहिले राजसभाले लगभग 2/3 को सरकार ल्याएर काम गरिरहेछ होइन। अब अहिले प्रधानमन्त्री बोलेन भनेर सरम संस्कृति पार्टीका हर्क साम्पाङ लगायतका उनीहरूका कार्यकर्ताहरू बहुत आक्रोशित भइरहेछ। प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरूले उठाउनुभएका सांसदज्यूहरूले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन, म एउटा प्रश्न राख्न चाहन्छु। सुन्दा पनि अचम्म लाग्छ। पहिला चाहिँ रवि लामिछानेलाई 2 महिना बोल्न नपाएर तनाव छ। अब अहिले प्रधानमन्त्रीले नबोलिदिएर तनाव छ है। राजसभालाई नि हुनुसम्म हुन्छ कि अचम्म लाग्छ भने कहिले बोल्न पाउँदैन, कहिले नबोलिदिएर तनाव छ। गाह्रो छ हौ राजसभालाई पनि।